धेरैजसो सिनियर खेलाडी विदेश पलायन हुँदा युवा खेलाडीको काँधमा महिला भलिबलको जिम्मेवारी। काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले घोषणा गरेको प्रारम्भिक सूचीमा परेकी पुनमचन्द अहिले अस्ट्रेलिया गएकी छिन्। केही दिन प्रशिक्षणमा सहभागी भएकी उनी बीचमै छाडेर पलायनको बाटो रोजिन्। महिला टोलीकै सफल कप्तान अरुणा शाही पनि केही महिना अघि अस्ट्रेलिया गइन्। 1 दशक भन्दा बढी समय राष्ट्रिय टोलीबाट खेलेकी अरुणाले संघलाई कुनै जानकारी नदिई विदेश भासिन्। अरुणा र पुनम मात्र होइन, धेरै नेपाली भलिबल खेलाडीको रोजाई अहिले अस्ट्रेलिया बन्न पुगेको छ। अरुणा, पुनम सहितका धेरै खेलाडी पलायन हुँदा भलिबल संघले टोलीमा रिफर्म गर्दै काभा च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। टोलीमा 6 जना नयाँ खेलाडीले इन्ट्री मारेका छन्। 2 वर्ष अघि भारतलाई इतिहासमै पहिलो पटक हराउँदा टोलीमा रहेका अरुणा, पुनम, सरस्वती चौधरी, साफिया पुन, कविता भट्ट जस्ता खेलाडीहरू विदेश भासिएका छन्। स्पाइकर प्रतिभा माली पनि अस्ट्रेलियामै छन्, जसको फलस्वरूप भलिबल संघले नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर बिनै मैदानमा उतार्न बाध्य छ। सिनियर खेलाडी बिनै कोर्टमा उत्रिन लागेको टोलीमा अनुभवको कमी देखिने धेरैको आशंका छ। तर कतिपयले भने महिला भलिबल पुस्तान्तरणको बाटोमा अघि बढेको बताउँछन्। सिनियर खेलाडी विदेश पलायन हुँदा युवा खेलाडीको काँधमा महिला भलिबलको जिम्मेवारी आइपुगेको छ। टोलीको नेतृत्व गर्ने निरुता छगुन्ना 28 वर्षकी भइन्। सिनियर खेलाडीको रूपमा रहेकी सलिना श्रेष्ठ पनि निरुताकै उमेरकी हुन्। अरू सबै त्योभन्दा कम उमेरका छन्। राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी यसलाई निरन्तर चलिरहने प्रक्रिया मान्छिन्। यस्तो प्रक्रिया चलिरहने हो, पुराना जान्छन्, नयाँ आउँछन्, टिम राम्रै हुन्छ, नयाँ पुरानो भन्दा पनि 1 ब्याच 2 ब्याच पुरानो मात्रै छन् उनी भन्छिन्। आत्मबल बलियो बनाएर खेले भने पछि राम्रो हुन्छ, किनकि सबै नयाँ छन्, पुरानो सेटमा खेल्ने थोरै मात्रै छन्। आत्मबल बढाएर खेले नतिजा राम्रो आउने विनिताको विश्वास छ। यस्तै अब कुरा गरौं प्रशिक्षक भट्टको। 7 वर्षपछि भट्टलाई अर्को अवसर मिलेको छ। सन् 2019 मा पनि प्रशिक्षक भट्टले यसपटक जस्तै नयाँ 6 खेलाडीलाई टोलीमा समेटेर मैदानमा उतारेका थिए। तत्कालीन कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङ सहित अनुभवी 6 खेलाडीलाई टिमबाट बाहिर राख्दै नयाँ खेलाडीलाई अवसर दिए। त्यतिबेला प्रशिक्षक भट्टले आलोचना पनि खेपे, तर उक्त टोलीले नतिजा पनि दियो। सोही वर्ष घरेलु मैदानमा भएको 13औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबल टोलीले नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल भयो। त्यतिबेला कप्तानी सम्हालेकी अरुणा शाही अहिले विदेश पलायन भएकी छिन्। उक्त समयमा निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठले डेब्यू गरेका थिए। त्यतिबेला नयाँ खेलाडीको रूपमा समेटिएका उनीहरू यसपटक अनुभवी खेलाडीको रूपमा मैदानमा उत्रदैछन्। निरुताले टोलीको नेतृत्व गर्दैछिन्। सिनियर खेलाडी विदेशिदा टिमको प्रदर्शनमा असर गर्छ भन्ने प्रश्नमा अनुभवी खेलाडी सलिना श्रेष्ठ भन्छिन् उहाँको कमी नहुनुका लागि बहिनीहरू खेलिरहेका छन्। उमेर समूह र घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडी सलिना बुढा मगर र मीना सुनार, सेटर जसना महत्तो तथा मिडर ब्लकरहरू बसन्ती साउद, एलिसा मानन्धर र सुनिता खत्रीले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्। प्रगतिनाथ, शान्तिकला तामाङ, सुमित्रा रेग्मी, रिमा कुवरले नेपालको प्रतिनिधित्व गरिरहेको भए पनि उनीहरूसँग पर्याप्त अनुभव छैन। टिम परिवर्तनबारे मुख्य प्रशिक्षक जगदीश भट्ट भलिबलको स्तर उकास्न खेलाडी परिवर्तन हुन आवश्यक रहेको बताउँछन्। नयाँ खेलाडीले पुरानो खेलाडीको अभाव महसुस हुन नदिने भट्टको विश्वास छ। पुरानो र नयाँ खेलाडीको सम्मिश्रणले नतिजा राम्रो आउने भट्टको विश्वास छ। टिम नयाँ पुरानोको मिक्स भएर ठगुन्ना बताउँछिन्। उनी भन्छिन् टिम एकदमै राम्रो छ, पुरानो र नयाँको मिक्स छ, एकदमै राम्रो नयाँ बहिनीहरू आइरहनु भएको छ। नयाँ र पुरानो मिक्स भएर खेल्दा अझ राम्रो हुन्छ। स्पाइकर उषा भण्डारी टिम पहिला भन्दा राम्रो भएको बताउँछिन्। यसैगरी जेठ 8 गतेबाट घरेलु मैदानमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपालले 6 नयाँ खेलाडीलाई समेट्दै टोलीको घोषणा गरेको छ। सिनियर खेलाडी विदेशीदा नयाँ खेलाडी समेटेको भलिबल संघले प्रतियोगिता अघि कुनै एक्सपोजर दिन सकेन। उक्त च्याम्पियनसिपका लागि चैत 5 गतेदेखि नेपाली टोलीले प्रशिक्षण गरेको हो। यो 2 महिनाको क्याम्पमा रहेका खेलाडीहरूले बीचमा छुट्टा छुट्टै टिमबाट 10औं पीएम कप एनभीए भलिबल लिग खेले, तर उनीहरूले तयारीका लागि एउटै टोलीबाट अभ्यास खेल्ने अवसर भने पाएनन्। मुख्य प्रशिक्षक भट्ट प्रशिक्षणको समयमा कम्तीमा 4 वटा मैत्रीपूर्ण खेल खेल्नुपर्ने भए पनि त्यो अवसर खेलाडीहरूले नपाएको बताउँछन्। प्रशिक्षणमा सिकेका कुराहरू खेलमा देखाउने कप्तान निरुताको विश्वास छ।